नमस्कार सबैलाई। आज म सिंक्रोनियस काउन्टर र एसिन्क्रोनियस काउन्टर बीचको फरक बताउने छु र टी फ्लिप फ्लप प्रयोग गरेर 3 बिट सिंक्रोनियस बाइनरी काउन्टर डिजाइन गर्नेछु। सबैभन्दा पहिला फरक के हो भनेर बुझौं। सिंक्रोनियस काउन्टरमा सबै फ्लिप फ्लपहरूलाई एउटै क्लक सिग्नलले एकै पटक ट्रिगर गर्छ। यसले गर्दा यो छिटो काम गर्छ, प्रोपागेसन डिले कम हुन्छ र डिकोडिङ एरर हुँदैन। यसलाई प्यारल काउन्टर पनि भनिन्छ। यसका उदाहरणहरू हुन् रिङ काउन्टर र जोन्सन काउन्टर। तर एसिन्क्रोनियस काउन्टरमा फ्लिप फ्लपहरू एक पछि अर्को गरी ट्रिगर हुन्छन्, एउटै समयमा होइन। यसले ढिलो हुन्छ, डिकोडिङ एरर हुन्छ र प्रोपागेसन डिले बढी हुन्छ। यसलाई सिरियल काउन्टर पनि भनिन्छ। उदाहरण रिपल अप काउन्टर, रिपल डाउन काउन्टर। अब 3 बिट सिंक्रोनियस बाइनरी काउन्टर डिजाइन गरौँ। यसका लागि हामीले तीनवटा टी फ्लिप फ्लप T0, T1 र T2 प्रयोग गर्छौं। सबै फ्लिप फ्लपहरूमा एउटै क्लक दिइन्छ। T0 लाई सधैँ 1 राखिन्छ, त्यसैले यो फरक क्लक पल्समा टगल हुन्छ। T1 तब टगल हुन्छ जब Q0 = 1 हुन्छ। T2 तब टगल हुन्छ जब Q0 र Q1 दुवै 1 हुन्छन्, जुन एन्ड गेटद्वारा प्राप्त गरिन्छ। यसरी यो काउन्टरले 000 देखि 111 सम्म अर्थात् 0 देखि 7 सम्म गर्ने काम गर्छ। अब टाइमिङ डायग्राम हेर्दा क्लक पल्स बढ्दै जाँदा Q0 हरेक पल्समा टगल हुन्छ, Q1 आधा गति हाल्फ रेटमा र Q2 अझै आधा गतिमा टगल हुन्छ। यसले क्रमशः 000, 001, 010, 011, 100, 101, 110, 111 को बाइनरी काउन्टिङ देखाउँछ।